फाइट क्लबको कुरा गरौँ न त। ओके किनकि फाइट क्लब मैले सोचिरहेको थिएँ होइन फाइट क्लब चाहिँ कसरी गर्ने भन्दाखेरि म हेर्छु अनि त्यसपछि कुरा गरौँ भनेर, तर पनि अहिले नै अहिले र नि त त्यो मुभीमा हाल्ने गरी एउटा छुट्टै भयो, एउटा आफूलाई एनालाइज गर्नेलाई चाहिँ यो गरौँ न। फाइट क्लब भएन। फाइट क्लबको बारेमा अब कस्तो लाग्यो तिमीलाई? फाइट क्लब पहिलो तिमीले हेरेको फाइट क्लब त इङ्ग्लिसवालै हो नि होइन, त्यो हिन्दीवाला मैले त्यो छोडिसकेँ। मैले कसरी छोडेँ, तर आइएम ग्ल्याड मैले छोडेँ। हिन्दी डब हेर्नलाई। हिन्दी डब भने हिन्दी फिल्म नै छ क्या फाइट क्लब ए हो होइन भन्नाले उ त्यो नै ब्राड पिटकै हो। मैले त्यो मलाई याद छैन, जी सिनेमामा आउँथ्यो ए फाइट क्लब आएको थियो होइन, फाइट क्लब देख्छु म। अनि त्यसमा नि अन्डरग्राउन्ड पार्किङमा फाइट गरेको एउटा सिन छ। अनि अनि सायद पछि अलिअलि हेर्दा चाहिँ डिफ्रेन्स छ जस्तो लाग्यो स्टोरी, तर मैले त्यो फिल्म हेरेको चाहिँ छैन। मैले नि इङ्ग्लिसै हेरेँ। कस्तो लाग्यो तिमीलाई? ठिकै र दामीको बिचमा। दामी चाहिँ नभनौँ त्यो जस्तो पनि, किनभने त्यो सबैको लागि बनेको मुभी होइन जस्तो लाग्यो। ओके, जस्तै 1 2 3 4 5 भयो भने 4 स्टार भयो होइन, फोनै भनौँ। किनकि 5 दामी हो, 3 ठिकै हो, 3 र 4 भनौँ। 3 र 4 को बिचमा 3.5 भनौँ। ओके म्याम, हार्स क्रिटिक्स राम्रो कमेन्ट त बढ्छ नि, भन्ने त हुन्छ नि। तर बुझेको छैन होइन हो मुभीको बारेमा त के छ भन्न। किन नि चित्त नबुझ्या चाहिँ के हो? चित्त नबुझ्या इन्डको कुरा गरौँ न, त्यसले सुट गर्यो नि, त्यो आफू मरेन है, मर्यो हुन्न होइन, त्यो अर्को ब्राड पिट मर्छ, ऊ आफू मर्दैन नि होइन। कसरी त्यो सुट आफूलाई गरे हुन्छ नि उसले। तिमीले कतिचोटिमा हेऱ्यौ फ्राइडको? एकचोटि मात्रै हेऱ्यो। अनि कतिचोटिमा हेऱ्यौ? कतिचोटिमा त हेऱ्यो होला धेरै नै। अनि तिमीले के बुझ्यौ? एकचोटि समरी भन त। बुझेकै गलत के भइरहेको छ? यही रेकर्डिङ छ। मैले बुझेँ के भन्दाखेरि कोही मान्छे आफ्नो भित्र होइन एउटै माइन्डमा भनौँ न, एउटै माइन्डमा एउटा आफू एउटा टाइपको मान्छे हुन्छ, तर ऊ हुन अर्को टाइपको खोजिरहेको हुन्छ होइन। अनि त्यो केसमा चाहिँ एक्सट्रिम केस चाहिँ फाइट क्लबको मुभी हो जस्तो लाग्यो भनेर बुझेँ मैले चाहिँ। त्यसमा धेरै कुरा हुन्छ, जस्तो ऊ सुरुमा ऊ त्यसमा जान्छ नि, त्यो फिलिङ सेयर गर्ने के भन्छ नि, फिलिङ सेयर गर्ने ठाउँ के सेन्टर हुन्छ नि, थेरापी टाइपमा गएको हुन्छ नि। थेरापी त कम्युनिटी थेरापी त्यस्तैमा गएको हुन्छ। अनि त्यसले पनि उसलाई चाहिँ पिस फिल नगराएको हुन्छ नि, पिस गराउँ या भनौँ के भन्दा उसलाई निन्द्रा इन्सोम्निया हुन्छ होइन, मेबी त इन्सोम्निया हुन्छ। इन्सोम्नियाले सुत्न नसकेको कारणले ऊ त्यहाँ जान्छ, त्यो बबको चेस्ट रुन्छ, रोएर उसलाई आनन्द आउँछ, त्यसपछि सुत्न पाउँछ एकचोटि सुत्न चाहिँ। अनि त्यसपछि तर त्यहाँदेखि फाइट क्लब कसरी स्टार्ट भयो भन्ने कुरा हो, त्यो जुन के जोडेको छ त्यो चाहिँ मैले सायद बिर्सेँ होइन। अनि त्यसपछि रिसेन्टली हेरेको फिल्म बाइ द वे, रिसेन्टली हिजो होइन अस्ति ओके। अनि त्यसपछि त्यही हो भन्नाले त्यो के भन्छ, जस्तो त्यो रेज रुमहरू हुन्छ नि, भडास निकालेर अनि फिल्स गुड भन्ने टाइपको, त्यस्तै टाइपको हो कि जस्तो लाग्यो मलाई। ओके, तिमी एकचोटि फेरि हेर्न चाहन्छौ त्यो फिल्म? भयो मलाई चाहिँ यो रेकर्ड भइरहेको हो। वाउ के छ? ठिक छ भनेपछि तिमीले एकचोटि म एउटा कुरा चाहिँ कन्फर्म गरिहाल्छु है त, मैले कम्प्लिटली रङ बुझेँ कि अलिअलि चाहिँ राइट हेरेँ मैले एकचोटि। होइन राइट नै छौ, कम्प्लिटली नै राइट। त्यो ब्राड पिट इमेजिनेसनको मात्रै त हो नि, त्यो त हो त्यो। ओके त्यसरी मैले बुझेको, म एटलिस्ट अलिकति ठिकै छ। तिमी कम्प्लिटली नै राइट छौ, अलिकति रङ त होइन, तर जुन पर्सपेक्टिभले राइट छौ नि, मलाई लाग्दैन कि त्यो फिल्म त्यो पर्सपेक्टिभले बनाएको छ। बाहिर यो फिल्म बुकबाट बनायो भने बुकमा थियो, तिमीले नोटिस गर्यो भने जुन फिल्मको बुक हुन्छ पहिला त्यो फिल्महरू प्रायः जस्तो राम्रो हुन्छ, किनकि टेस्टेड अडियन्स हुन्छ होइन। अनि यो फिल्मको मेन क्रक्स चाहिँ के हो जस्तो लाग्यो यो फिल्मको? किनकि तिमीले भर्खरै भन्यो अनुसार चाहिँ तिमीले
एउटा मान्छेको स्टोरी हो यो फिल्म, जसरी भन्यो भने एउटा मान्छेको स्टोरी हो जो चाहिँ इन्सोम्नियाक छ, जो चाहिँ आफ्नो एउटा पर्सनालिटीलाई सप्रेस गरिरहेको छ र त्यो एज इमेजिनेरी क्यारेक्टर बाहिर निस्किन्छ भन्ने तरिकाले एक्सप्लेन गरेको होइन। मेन क्रक्स यही हो जस्तो लाग्यो तिमीलाई यो फिल्मको? तिमी फिल्म एकचोटि सोच सुरुदेखि लास्टसम्म के हुन्छ, थेरापीमा जान्छ, सोल्टी यो एयरप्लेनमा जान्छ, आफ्नै घर पड्काउँछ, आफ्नै फ्ल्याट पड्काउँछ भन्ने कुरा पछि थाहा हुन्छ होला कि होइन। अनि त्यसपछि त्यहाँ जान्छ, अनि त्यसपछि फाइट सुरु गर्छ, अनि त्यसपछि खतरा स्पिच दिन्छ कि दिस इज टु मच फर वाइट कलर पिपल, यो जुन चाहिँ अमेरिकन ड्रिम प्रमिस गरेको थियो इट्स फेक भन्छ। अनि त्यो रेजले गर्दाखेरि अरू मान्छे नि अट्र्याक्ट हुन्छ, अनि क्लब बन्छ, अनि त्यो अलमोस्ट मिलिटराइज गरिदिन्छ सबैलाई। अनि त्यसपछि त्यो पब्लिक भ्यान्डलाइजेसनमा गएर अनि त्यसपछि अनि त्यो अब गर्लफ्रेन्डवाला एस्पेक्ट पनि छुट्टै छ होइन। अनि त्यसपछि लास्टमा गएर द मोस्ट रोमान्टिक, वान अफ द मोस्ट रोमान्टिक सिन इन द फिल्म हिस्ट्री। सोल्टी पुरै रगतामिएर त्यो भएर आफ्नो जुन अर्को सेल्फसँग फाइट गरेर म तँलाई मार्न भने मर्छु भनेर गन हानेको मान्छेले गएर अनि त्यसपछि गर्लफ्रेन्ड हुन्छ, गर्लफ्रेन्डको हात समातेर अनि मैले अहिलेसम्म जति कुरा गरेँ यो सब सिस्टम अथवा यो सब बिल्डिङ पड्किनेवाला छ, हामी सँगै हेरौँ भनेर अनि एउटा बिल्डिङबाट पड्किएको छ अनि फिल्म सकिन्छ। ओके, सो वाट वाज द क्रक्स अफ द मुभी? मलाई त अझै पनि त्यही लाग्छ। ओके, त्यो लाग्यो होइन। मलाई चाहिँ के लाग्छ भन्दाखेरि मैले हेर्दाखेरि यो फिल्म पपुलर हुनुको कारण र एकदमै धेरै मान्छेलाई अपिल गर्नुको कारण चाहिँ यो एउटा मान्छेको स्टोरी भएर होइन कि यो कमन मान्छेको स्टोरी भएर हो। अनि कमन मान्छेको स्टोरी कुन सेन्समा भन्दाखेरि यो सेन्समा होइन कि त्यसले आफूले सप्रेस गरिरहेछ आफ्नो इमोसनलाई, जो हुन खोजिरहेछ त्योवाला सेन्समा होइन कि त्यो मान्छेलाई बच्चैदेखि माइन्ड ब्रेन वास गरिरहेको छ कि यो एउटा लिनियर वे छ, जुन चाहिँ पहिला हुन्थ्यो होइन कि तिमीले 80s को हामीले जुन पनि फिल्म बुझ्दाखेरि त्यो फिल्म कुन कल्चरमा ओरिएन्ट छ त्यो कल्चर ओरिएन्ट गरेर बुझ्नु त। सो त्यो फिल्म भनेको 90sतिर बनेको हो नि त। अनि 70s 80sमा हेर्ने भने मान्छेले एउटा नर्मल काम गरेर त्यो बिग्रिसक्यो, नर्मल काम गरेर अनि जब गर्थ्यो, हाम्रो उमेरमा घर बनाइसकेको हुन्थ्यो अथवा गर्लफ्रेन्ड बनाइसकेको हुन्थ्यो, बिहे गरिसकेको हुन्थ्यो, त्यसपछिको 5-10 वर्षमा बच्ची हुन्थ्यो। अनि कोही स्कुल जान्छ भने, कलेज जान्छ भने त्यसले जब पाउँछ, जब पाएर त्यसले 5 to 9 काम गरेर घर बनाउँछ, त्यो गर्छ भएर थियो होइन। जुन यो भनेको अमेरिकन ड्रिम थियो। अमेरिकन ड्रिम भनेको हाम्रो लागि जस्तै सक्सेसफुल हुनु भनेको एउटा घर र एउटा गाडी भने जस्तै अमेरिकन ड्रिम भनेको अमेरिकामा जाने, पैसा कमाउने, घर किन्ने, फ्यामिली बनाउने, त्यो प्रमिस गरिएको जुन छ नि त्यसले चाहिँ एउटा सिस्टम क्रिएट गरेको थियो होइन। अनि त्यो सिस्टमेटिक अपरेसनलाई चाहिँ OPERATION चाहिँ होइन कि OPRESSION वाला त्यो सिस्टमेटिक अपरेसनलाई ब्रेक गर्न खोजेको भएर चाहिँ यो फेमस भएको जस्तो लाग्छ मलाई चाहिँ। अनि सिस्टमेटिक अपरेसनलाई ब्रेक गर्न कसरी खोजिरहेको छ भन्दाखेरि त्यसले अब त्यो एकदमै फेमस छ नि, पेन र सफरिङको बिचको डिफ्रेन्स वाला। हात हुन्छ, हातमा एसिड हालिदिन्छ अनि त्यसपछि सोल्टीले पेङ्गुइन सोच्न खोज्छ ताकि पेनबाट भागोस् भनेर आफ्नो स्टोरी सोच्नु। अनि त्यो आफ्नो क्यारेक्टर के भन्छ आफ्नो एनिमल हो। अनि त्यसले चाहिँ नि झ्यापड हानेर रियालिटीमा लिएर आउँछ होइन। यो सफरिङ पेन हो, तैँले पेनलाई सफरिङमा कन्भर्ट गर्दैछ गर्दैनस् त्यो तेरो कुरा हो, एक्सेप्ट द पेन। अनि त्योवाला कुरा हुन्छ। अनि त्यसपछि जुन फाइट क्लब स्टार्ट गर्ने बेलामा सबैलाई त्यही गरे हुन्छ नि, त्यहाँ जति हुन्छ नि आर्मी जुन भन्छ सबैलाई त्यो गरे हुने रहेछ। अनि त्यसपछि सुरुमा जुन स्टार्ट गर्ने बेलामा त्यो मेन कुरा चाहिँ ब्र्याड पिटले के कुरा कम्युनिकेट गर्न खोजिरहेको छ त्यो भनेको चाहिँ कसले कम्युनिकेट गरेको भन्दाखेरि हामीले जो कुरा भन्न खोजिरहेको छ र भन्न सकेको छैनौँ होइन, त्यो चाहिँ ब्र्याड पिटले गर्यो होइन। ब्र्याड पिट भनेको सो त्यो मान्छेको मात्र इमेजिनेरी सेल्फ होइन कि हामी सबैको त्यो आर्मीमा जति पनि मान्छे थियो नि त्यो सबैको इमेजिनेरी सेल्फ भएर, अनि त्यही भएर त्यो ब्र्याड पिटले भनेको सबैले मान्नुको मेन कारण पनि त्यही हो नि त। अनि तिनीहरू सब जोडिएको किन भन्दाखेरि किनकि यो जुन सिस्टमेटिक अपरेसन छ नि, जुन हामीलाई सपना देखाइएको थियो, जुन चाहिँ चेन्ज भइसक्यो वर्ल्ड हो, त्यो सपनालाई चाहिँ त्यो सिस्टमलाई चाहिँ ब्रेक गर्नलाई बनाएको आर्मी हो।
अनि क्रक्स अफ द मुभी चाहिँ के भन्दाखेरि जुन हाम्रो हामी 90sमा आएर अहिले 2000sमा आएर चेन्ज भइसक्यो त्यो सिस्टम र जुन हाम्रो पुरानो सिस्टमले अथवा हाम्रो एउटा ठुलो सिस्टमले हामी लोवर क्लास नै बनाउन खोजिरहेको छ नि त्यसको अगेन्स्टमा चाहिँ एउटा वार अथवा एउटा रिभोल्युसन डिक्लेयर गरेको फिल्म हो जस्तो लाग्छ मलाई चाहिँ क्रक्स अफ द मुभी त्यो त्यसमा पब्लिक स्ट्रक्चरहरूलाई जुन भ्यान्डलाइज गर्छ नि त्यो पनि त्यहीसँग रिलेटेड द्याट इज त्यो पब्लिक भ्यान्डलाइज गर्नु भनेको चाहिँ रिप्रेजेन्टेसन कि जुन सिस्टमले त्यो क्रिएट गर्यो त्यो त्यत्रो बिल्डिङ तोड्नु भनेको बिल्डिङ एकदम स्ट्रेन्थ भयो कति वर्ष लगाएर बनाएको कति अपरेसन गरेर त्यसलाई म फुटालिदिन्छु अथवा पड्काइदिन्छु इजिकल टु त्यो सिस्टमलाई चाहिँ मैले त्यो गरिरहेको छु मैले चाहिँ त्यो लेन्सबाट हेरेको थिएँ मैले चाहिँ जुन त्यो मेन्टल स्टेटको टाइपमा भने नि मेन्टल स्टेट मैले एउटा मान्छेको भनेर भने जस्तो भयो तर एउटा मान्छेको चाहिँ होइन कमन मान्छेकै तर मेन्टल स्टेटको बारेमा भने तिमीले चाहिँ कमन मान्छेको तर त्यो के भन्छ रिभोल्युसन काइन्ड अफ रिभोल्युसन थटहरूकोमा मैले चाहिँ मेन्टल स्टेटको बारेमा बुझेँ तिमीले चाहिँ त्यसको बारेमा बुझ्यौ तर मैले जुन भने नि त्यो मेन्टल स्टेटमा चाहिँ त्यो जुन भ्यान्डलाइजिङको कुरा छ त्यो चाहिँ अलिकति त्यो हुँदैन के भन्छ म्याच खाँदैन नै भनौँ न तर भन्न नि पायौँ पिसको लागि वा भनौँ पिसकैलाई भनौँ न किनभने पिसकैलाई भनौँ अनि अर्को कुरा के पनि छ भन्दाखेरि तिमी मेन्टल स्टेटकै लेन्सबाट जान्छौ भने त्यहाँ एउटा इन्ट्रेस्टिङ कुरा छ तिमीले क्याप्चर गरेनौ जुन थेरापीमा गएको हुन्छ नि त्यो थेरापीमा सोल्टी इज नट सपोज टु गो किनकि सोल्टीले टेस्टिकल क्यान्सर भएको हुँदैन त्यसले झुटो बोलिरहेको छ किनकि त्यसले रिलिफ पाउँछ कहाँ रिलिफ पाउँछ सोल्टीको बुक्स म्यान बुक्समा होइन त्यसपछि अनि त्यो सोल्टीले त्यसमा रिलिफ पाउँछ कि रिलिफ चाहिँ उसलाई रोएर चाहिँ रिलिफ पाउने हो खासमा बेसिकली रोएर रिलिफ पाउँछ अनि हिज युजिङ लाई टु गेट देयर होइन अनि सोल्टी कतिखेर चाहिँ त्यो लाई युज गर्न सक्दैन भन्दाखेरि जब त्यसले अर्को मान्छे देख्छ जो चाहिँ केटी हो जसले त्यो प्रब्लममा छैन जसले पनि सेम काम गरिरहेछ लाई युज गरिरहेछ अनि रिलिफ पाउन लागिरहेछ अनि त्यो भित्रबाट अब गिल्ट फिल हुन थाल्छ अनि तिमीले यो मेन्टल एस्पेक्ट्समा यो वाला कुरा पनि अलिकति एड गर्नुपर्ने त्यो सोल्टीले होइन आफूले गरुन्जेल चाहिँ त्यसलाई केही भएन तर अरूले गरेको देखेपछि चाहिँ त्यसलाई इम्प्याक्ट गर्न थाल्यो अनि त्यसलाई चाहिँ किन त्यो त बेसिकली म जज भइरहेको छु भन्ने टाइपमै त हो नि उसलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि सबैजना प्रब्लममा छ म पनि छु भनेर गएको छु भनेपछि म मात्र छु अरू कोही पनि छैन मलाई जज गर्ने होइन म फ्रिली रुन सक्छु भन्ने मैले त्यो भन्दा नि त्यो भयो मैले भन्न खोजेको चाहिँ जब त्यो जान्छ नि म झुटो बोलेर पनि त्यसलाई के फिल भइरहेको छ भन्दाखेरि आई एम सिन म देखिएको छु किन एज एभ्री आर्टिस्ट अथवा धेरै मान्छेलाई त्यो केटाहरूले बोलेको सुन्दैन भन्छ नि म्यान इज नेभर हर्ड भन्छ नि होइन सो त्यो जब त्यहाँ जान्छ विथ हिजलाई त्यसलाई के फिल हुन्छ भन्दाखेरि यिनीहरूले चाहिँ मलाई एक्नोलेज गरेको छ म देखिएको छु त्यही भएर त्यो पोइन्टसम्म ब्राड पिट आउँदैन ब्राड पिट कुन पोइन्टमा आउँछ भन्दाखेरि जब केटी आउँछ अनि त्यसको मेन्टल पिस ढङ्ग हुन्छ अनि त्यसलाई लाग्छ कि अब कोही पनि छैन त मलाई देखिने अरू वे चाहिँ के छ त होइन अब म मेरो फिजिकल इम्पेयरमेन्टले गर्दाखेरि मलाई मान्छेले मेरो पेन भनेको उनीहरूको क्यान्सर लेभलको पेन छ होइन म भित्रको जुन यो अपरेसन छ जुन तरिकाले म त्यहाँ 9 to 5 गरिरहेको छु होइन जुन चाहिँ बसले किचकिच गरिरहेको छ मलाई त्यो गर्न पनि मन छैन यता पनि राम्रो छैन यता पनि राम्रो भइरहेको छैन मेरो त्यो मेन्टल स्टेट नै एकदम क्यान्सर लेभलको छ जुन मैले देखाउन सक्दिनँ तर म त्यहाँ जाँदाखेरि रिलेट भइरहेछ उनीहरूले मलाई त्यो तरिकाले ट्रिट गरिरहेछ म भनेको छु म देखिएको छु तर अब केटी आयो भङ्ग भयो अब म देखिनँ भनेपछि अब कसरी प्रोजेक्ट गर्ने त अब कसरी चाहिँ त्यो गर्ने भन्दा अनि ट्याक्कै तिम्रो कुरा चाहिँ ठ्याक्कै रिलेट हुन्छ मैले मेन्टल स्टेटको बारेमा बुझेँ अझ त्यो कुराहरूलाई जोडेर बुझ्यो भए अझ ठिक हुने रहेछ यो फिल्ममा धेरै तरिकाले हेर्नु अनि जस्तै मैले मेरो कुरा गरेँ नि होइन कि यो सबै मान्छेको एउटा इमेज हो ब्राड पिट चाहिँ त्यही भएर सबै मान्छेले उसले भनेको फलो अनि फिल्ममा अथवा स्टोरी लाइनमा के हुन्छ भन्दाखेरि जहिले पनि यस्तो कुराहरूलाई पर्सनलाइज गर्यो भने मात्र मान्छेले रिलेट गर्छ त्यही भएर यो फिल्म यसरी बनाइएको अथवा लेखिएको
राइटिङको कुरामा चाहिँ किनकि मैले पहिला स्टोरी लेख्दाखेरि मैले स्टोरी लेखेर कमेन्ट गर्थेँ होइन त्यो जुन स्टोरी लेख्ने मान्छेहरूको बोर्ड्सहरूमा अनि त्यहाँबाट मलाई यही सजेसन आएको थियो मैले कसरी लेखेको थिएँ भन्दा स्टोरी एउटा यो ए भन्ने मान्छे छ ए भन्ने मान्छेको चाहिँ यो इमोसन छ यो त्यसको मोटिभ छ अनि यो स्टोरी लाइनमा चाहिँ त्यो यसको यसरी स्टोरी आएको चल्छ भन्दाखेरि मैले यही फिडब्याक पाएको थिएँ सब राम्रो छ होइन तर मान्छेले एलाई एसँग रिलेट गर्दैन त्यसलाई एउटा नाम दे त्यसलाई एउटा अनुहार दे होइन अनि त्यसपछि त्यो सबै मान्छेको आफ्नो जुन ए हुन्छ त्यो चाहिँ सिधै रिलेट गर्छ त्यही भएर यो फिल्मको स्टोरी पनि त्यसरी लेखिएको हो त्यही भएर ब्र्याड पिटलाई त्यसरी देखाइएको जस्तो लाग्छ माचो म्यान विथ सिक्स प्याक्स किनकि सबैलाई लाग्छ कि म त्यस्तो बन्न सक्छु बन्न सक्छु त्यसमा उसले एउटा त त्यो त डाइलग नै छैन है डाइलग नै छ नि म चाहिँ त्यो हो जो चाहिँ त सोध्छस् कि त हुनुपर्छ बेडमा उयो त्यो मार्ला भन्ने जुन थियो नि त्यो त डाइलगै छ नि होइन अनि यसमा तिमीलाई रोमान्टिसिजम कतिको मन पर्यो मन परेन रोमान्टिसिजम कतिको छ र त्यसमा छ त ब्रो डिपली छ त कमन अनि अर्को कुरो मुभीको नाम फाइट क्लब नाम फाइट क्लब राख्नु पर्ने थियो तिम्रो स्टोरी र मेरो स्टोरीसँग म्याच हुन्छ नाम हुन्छ रिभोल्युसन फाइट क्लब फाइट र फाइट क्लब चाहिँ मेन्टल स्थितिसँग फाइट क्लब ओके कमन हुन्छ म्याच चाहिँ अनि द मोस्ट फेमस डायलग द फर्स्ट रुल अफ फाइट क्लब इज डोन्ट टक अबाउट फाइट क्लब कमन जुन हामी गरिरहेको छौँ फेरि वाइ आर वी टकिङ अबाउट फाइट क्लब के अरे मैले के भन्दा थिएँ हाम्रो दुबईको स्टोरीमा एउटाले चाहिँ फाइट मेन्टल प्रब्लमहरूसँग एउटाले चाहिँ फाइट त्यो रिभोल्युसनको कुरासँग यहाँ अलिकति वाइसँग म्याच भयो होइन एउटाको वान्ट एउटा सर्भ थियो होइन सो उसले मेन्टल पिस वान्ट गरिरहेको छ त्यो तिम्रोवाला भयो अनि जुन त्यो भने वाइटको बारेमा बोल्यौ नि वाइट पिपुल नट वाइट पिपल अघि भनेको थियो नि सिस्टमेटिक अप्रेसन इन्स्टिट्युसनलाइज सिस्टमेटिक अप्रेसन इज भेरी डिफ्रेन्ट फ्रम वाइट सुप्रिमेसी अप्रेसन तर म्याच हुन्छ धेरै लेभलमा फाइट क्लबमा छन् त ब्ल्याक र वाइट पिपुल त सब दुवै थियो नि होइन ओके भनेपछि त अझ मोर कमन भन्ने भयो ओके यो रेसियल भन्दा पनि वर्किङ क्लास मेन भर्सेस जुन चाहिँ माथि बसिरहेको ज्युजहरू हुन्छ जुन चाहिँ हायर क्लास मेन तिनीहरूको बिचको फाइट भन्छ तिमीलाई के लाग्यो त्यो केटोलाई त्यो केटी मन पर्नु पर्ने आवश्यकता के थियो आवश्यकता केही थिएन अनि इन रिटर्न उनीहरू त्यही उसले पनि झुट बोलेर आइरहेको थियो उसले पनि झुट बोलेर आइरहेको थियो त्यहाँबाट उनीहरू त्यसले नआइज भनेर भयो पछि तिनीहरूले सेड्युल बनायो त यति महिना भने 2 दिन तँदै 3 दिन म यसमा म जान्छु क्यान्सरमा म जान्छु त्यसमा तँ जा भन्ने भयो त्यहाँबाट क्लोजनेस बढ्यो त्यसपछि कमन फर वेस्टर्न कल्चर भनौँ यो फिल्ममा होइन हामीले फाइट क्लबको जुन फाइट क्लबवाला एस्पेक्ट हटाएर तिनीहरू दुईजनाको इन्टरेक्सनलाई मात्र एउटा टाइमलाइन बनाएर फिल्म हेऱ्यौँ भने तिमीलाई यो त्योवाला एकदम ट्रेडिसनल अप्रोच इन लभ स्टोरी इज राइभल्स टु लभर्सवाला त्यो देख्दैनौँ त्यो दुईजनाले सेम काम गरिरहेछ एउटा कम्युनिटी थेरापीमा आफ्नो पोजिसन होल्ड गर्न खोजिरहेछ दुईजनाले सेम ट्याक्टिक्स युज गरिरहेछ दुईजना राइभल्स भयो त्यो केसमा अब तिनीहरू राइभल भएर उनीहरूलाई अब होल्ड त दुइटैले गर्नु छ उनीहरू फाइट गरेर के गरेर कि स्प्लिट गर्न सक्थ्यो तर उनीहरूले के गरे राइभल्स भए पनि यो तिमीले भने जस्तै टाइम म्यानेजमेन्ट गर्ने यताउता गर्ने एउटा वे टु कोअपरेट भेट्टाए अनि राइभल्सबाट बिस्तारै बिस्तारै तिनीहरूले चाहिँ आफ्नो एउटा कमन टाइपको भयो कमन ग्राउन्ड भेट्टायो कमन ग्राउन्डबाट अनि त्यसमा उयो पनि राइभल भयो एउटा कुरो अर्को कुरो दुवैजना सेम प्रब्लममा आएको पनि भन्नुभयो सेम स्ट्राटेजी त ठिक छ सेम प्रब्लम भएर आएको भएर पनि उनीहरूले एकअर्कामा आफू देख्यो वा कमन थिङ भेट्यो सो इट इज अ लभ स्टोरी पनि भन्न पाइयो हामीले एकजना कोही मान्छेलाई राखेर त्यहाँ चाहिँ लभ स्टोरीको रूपमा भन्न पनि पाइयो होइन तर यस्तो पनि तिमीले एउटा टाइपमा बुझ्यौ मैले एउटा टाइपमा बुझेँ तर हामीले यसरी पनि बुझ्न सक्थ्यौँ भनेर पनि कुरा गर्न सक्छौँ होइन
मलाई यो लभ स्टोरी हो नै जस्तो पनि लागेको थियो होइन किनकि यो तिमीले साइको मान्छेहरूसँग धेरै इन्टरेक्ट गरेको छैन जस्तो लाग्यो होइन जुन लेभलमा मैले गरेको छु र साइको मान्छेहरूको हार्ट बिट्स डिफ्रेन्ट लाइक सोन इन द मुभिज टाइपको अनि आई क्यान सी यो तरिकाले एउटा म्यारिज हाम्रै इस्टर्न कन्टेक्समा पनि रिलेसनसिप बिल्ड हुने तिमीले के गरेछौ के चाहिँ मैले कहिले काहीँ रमाइलोको लागि गरेर हुन्छु जस्तो फिल्म सक्यो होइन अनि हिरो हिरोइन भेट्यो ह्याप्पी एन्डिङ त्यसपछि यिनीहरू कति बेर सँगै बस्ला के यो एउटा म्यारिज रिलेसनसिप चिल्ड्रेनमा कन्भर्ट हुन्छ कि यो 1-2 वर्षपछि अथवा 1-2 महिनापछि ब्रेकअपवाला जान्छ मुभीमै पनि मुभी क्यारेक्टर पास्टको उ त्यो देखेर मुभीकै पास्ट मुभी हिस्ट्री हेरेर अनि किन आर दे रियली कन्भर्टेड ट्रान्सफर्मड सोचिरहेको हुन्छु मैले होइन रमाइलोको लागि अनि के लाग्छ त्यसरी हेरेर चाहिँ छैन मैले यसमा फाइट क्लबमा एकचोटि बुझौँ न त होइन के लाग्छ तिमीलाई तिनीहरू दुईजना एउटा त्यसमा मैले एउटा नबुझेको कुरा भन्नाले उयो त्यो केटोको त त्यो किन त्यति ऊ चाहिँ किन त्यहाँनिर त्यो थेरापी टाइपमा आइरहेको थियो देखायो केटीको देखायो मैले धेरै अगाडि हेरेँ मैले बिर्सेँ केटीको मलाई जहाँसम्म लाग्छ देखाएको छैन होला केटीले सिगरेट नै पिउँथ्यो होइन सिगरेट देखाएको थिएन है केटीको छैन होला केटीको उ त्यो थियो त किन आइरहेको छ भनेर केटा सोध्थ्यो अनि सोध्ने बेला चाहिँ तँलाई बाल म त्यो उसको मेरो फ्री केही न केही फ्री खानेकुरा पाउने हो कि अथवा समथिङ एउटा ठाउँमा चाहिँ त्यो देखाएको त्यो फ्री कफी एन्ड सिगरेट स्मोकिङ स्पेस टाइपमा के थियो अरे त्यो किनकि मैले फ्रीमा पाउँछु त्यही भएर बेसिकली के देखाउन खोजेको थियो भन्दाखेरि केटोलाई चाहिँ आफ्नो यत्रो मेन्टल स्ट्रेस रिलिभ गर्न आइरहेको छ भने केटीले चाहिँ त्यो प्रब्लमै छैन केटीको त्यो यत्तिकै आइरहेको छ र केटोको ठाउँ खाइदिइरहेको छ त्यसमा अर्को कुरा के एड गर्नु छ भने ऊ त्यसमा जान्छ नि लन्ड्रीमा जान्छ नि त्यो केटी लन्ड्रीबाट पनि त्यसै कपडा उठाएर ल्याएको हुन्छ त्यसको नभएको कपडा पनि सायद अरूको कपडा उठाएर ल्याएको हुन्छ त्यसमा चाहिँ त्यो कन्ट्याक्ट गरेर चाहिँ हामीले भन्न सक्छौँ त्यो जस्ट लिभिङको लागि भनौँ न सर्भाइभलको लागि टाइपमा मात्र नै थियो भन्ने पनि केटीको आफ्नो चाहिँ प्रब्लम थियो अनि के पनि देखायो भन्दाखेरि इट डिन्ट मिन एज मच टु केटी एज मच इट मेन्ट टु केटा तर हामीले यसो सोच्ने हो भने सर्भाइभल इज मोर इम्पोर्टेन्ट मेन्टल हेल्थ मेन कुरा फाइनल हामीले यत्रो गफ गरिसकेपछि हामीले के कुरामा कसरी कुरा गर्दो रहेछौँ भन्ने कुरा एकचोटि बुझ्या भयो है बुझ्न सक्यौँ होइन मैले त्यो फिल्मकै कुरा सोध्नु लाग्यो के यो 3.5बाट तलमाथि के भयो फिल्म तिम्रो लागि म अब क्रिएटरले कसरी बनाउन खोजेको यदि केही हामीसँग छ सोर्स भने म त्यो हेर्न चाहन्छु र त्यसले साँच्चै मलाई चाहिँ बुझाउन सक्यो कि नै त्यो त्यही एस्पेक्टमा भनेर म त्यसपछि चाहिँ घटबड गरेर अहिलेको लागि 3.5 देखि हो कि 3.78 भनौँ न त्यो चाहिँ किन भन्दाखेरि सिरिज चाहिँ किन भन्दाखेरि त्यो चाहिँ किन भन्दाखेरि डाइरेक्ट मिनिङ रहेनछ डिफ्रेन्ट एस्पेक्ट रहेछ डिफ्रेन्ट मान्छेले कनेक्ट गर्न सक्दो रहेछ तिमीलाई कन्सेप्ट अफ फ्यासिजम थाहा छ नाइ त्यही भएर तिमीले डाइरेक्ट मिनिङ नदेखेको ए ओके 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 रेटिङ 4.234 धेरै टाढा छैन 5 चाहिँ दिँदिनँ किनकि म यो फिल्म फेरि हेरौँ भने सोच्दाखेरि हेर्ने नभइसकेको थियो कि भनेपछि तब हामीले रिपिट गरेर हेर्न नसक्ने भन्दा पनि सकिन्छ तर जरुरी छ र जस्तोसम्म पुग्ने रहेछौँ नि त्यो एस्पेक्टमा नै हामी कुरा गर्न सक्छौँ लास्टमा मलाई चाहिँ के लाग्छ भने यो फिल्म म कसरी हेर्न चाहन्छु भन्दाखेरि मैले यो फिल्म हेरेको बिर्सिम अनि फेरि हेर्छुवाला तरिकाले हेर्न चाहन्छु तर मैले यो फिल्म हेरिसकेँ अनि कस्तो खतरा थियो फेरि हेरौँ भनेर चाहिँ हेर्न चाहन्छु